गएको छ नि फेरि ल सबैभन्दा मलाई अहिले बाइक कुदाउनु अल्छी लाग्छ यस्तो गर्मीमा ला सूर्य रहेछ बानी नभएर होला कसम पनि दाइ कस्तो खाएपछि म एक्लो जस्तो भइहाल्छु क्या गोप्रो किने अब गोप्रो किन्दैन म विदेश जाने हो दाइ विदेश जाँदै भइगयो त नि नेपाली बनाउँदा उता बनाउने हो हाम्रो एउटा मिलन लुङ्गाई भन्ने एउटा साथी छ होइन यहीँ पहिला यतैदेखि बनाउँथ्यो पहिला अहिले दुबई गएको छ म कति लाख पुगिसक्यो त्यसको हो र अनि ए एक्सट्रिम चाहिँ छैनको रहेछ नि एक्सट्रिम भए त दामी हुन्थ्यो यार थिएन छ हाम्रो छिमेकीहरू के गर्दैछ अनि हिजो होइन हिजो म 3 बजीतिर झर्छु भनेको होइन कति 9 बजीतिर मैले घरमा छुइनँ त्यो उसले उयो बोल्नुपर्छ भनेरै हो क्या अच्छा नउठाएको ए बोजूहरूको चलाइदिएको यार मैले चलाएको छु कि अब त्यही त पुगिहालिन्छ त भेना पनि छ त नि हौ 90,000 कि 80,000 खान्छ भन्दै थियो त नि कि कुरै मात्रै हो ल साथीहरू म चाहिँ फेरि हिँडिरहेको छु मङ्गलाबारी चोक यो चाहिँ अब चाहिँ म एकछिन भानी चोक पुगेर आउनुपर्ने हुन्छ किनभने बाइकको एक्सिलेटर तारिदिनको लागि जाँदैछौँ म र दाइ मिलेर है अनि आएर पनि फेरि खाना खाएर हामी उकालो लाग्नेछौँ साथीहरू आजको भिडियो चाहिँ एकदम सर्ट बनेको छ अनि खासै राम्रो चाहिँ बनेको छैन क्या साथीहरू म चाहिँ यहाँ नाम लेख्नुमा परेँ क्या अनि त्यही कारणले गर्दा मैले खासै राम्रो बनाउनु पाएको छुइनँ सो हेरिदिनु होला साथीहरू है हामी चाहिँ जाँदैछौँ यो यहाँ माथि कल्याण चोक साइड है यहाँदेखि जानुपर्ने हुन्छ फटाफट कुदाएर पनि आउनुपर्ने हुन्छ यहाँ कतिको स्पिड 50 को स्पिड यति नै रहेछ क्यार यार मैले फेरि खोजिरहेको छु क्यार यहाँ तल त उयो छ है वान वे ठिक छ पानी चोक जाने बाटो हो यो चाहिँ साथीहरू है एकैछिनमा पुगिन्छ पिच बाटोमा के गर्नु र यस्तै छ है आजको ब्लग चाहिँ खासै दामी त भएन र पनि हेरिदिनु होला साथीहरू लाइक सेयर सब्सक्राइब अनिवार्य गर्नु होला हामी चाहिँ एकैछिन पुगेर पनि फर्किनेछौँ यो बाइकको एक्सिलेटर त अघिदेखि बतारिरहेछ त्यही भएर यो फेर्नु पर्ने हुन्छ है एकदमै मलाई गाह्रो बनाइरहेको छ यसले चाहिँ धरान हेर्न सक्नुहुन्छ एकदमै क्लिन बनेको छ क्या हाम्रो सहर आहा ठिक छ होइन दाइ ठिक छ हो कस्तो यो बाटो बिग्रेको रहेछ क्या यो यता भानीचोक जाने बाटो र पनि केही छैन कुदाइन्छ अलिअलि बिग्रेको छ ठाउँ ठाउँमा यो चाहिँ बनाउने अनिवार्य चाहिन्छ
बादल वर्ष बिजुली कस्तो गर्मी है बाइकमा मात्रै ठिक हुँदैछ कसम हो कुहिरो लागिरहेछ होला आज त छैन होला हौ तर है चण्डी सकेको छैन हो दाइ चण्डी सकेको छैन हो आम्मामा ल ठिक छ राईहरू रहेछ है नाच्यो नाच्यो राई ड्रेस हाम्रो हो नि त यो कस्तो राम्रो राम्रो देखेको हो हाम्रो चेलीहरू है कति गतेसम्म हौ अस्तिदेखि भएको होइन र हो मान्छे पनि त्यस्तै जस्तो पो देखेँ मैले त कहाँ हामी अस्ति गोइगिरान गएको ठाउँदेखि मास्तिर ए त्यही पो रहेछ त एकपल्ट पुगेको थियौँ है हामी दुईवटा बाइकमा भर्खरै मैले बाइक सिक्दै गरेको थिएँ यही बाइकमा होइन केटाको बाइकमा गएको होइन 1 वर्ष जति भयो होला हौ कि बेसी भयो बेसी पनि भयो होला यहाँदेखि त वान वे हो तलतिर फेरि जानुपर्ने हुन्छ भरे अनि आमै नि हाम्रो चेलीहरू कति राम्रो देखेको ओहोइ हामी राई पनि एकदमै राम्री हो क्या राम्री हेन्डसम है ब्युटिफुल आम्मा कति ज्ञानमा थियो नि लामा गाली गऱ्यो अरे त यहाँ भानुचोक हाइवे आइपुगेको छौँ साथीहरू अब हामी चाहिँ यहाँ तल जानुपर्ने छ बन्द छ कि क्या हो आज त घन्टाघर साथीहरू ट्याक्कै घन्टाघरको छेउमा हामी चाहिँ उयो तल हो नि त यो रङ साइड हुन्छ नि त दाइ हुनु त भरे हानिदियो भने त फेरि कहाँ पो हो हाम्रो सस्तो माल कता पो हो कहाँ छ अरे ट्राफिकले देखायो भने हो त तल्लै पो त नि दाइ तल्लै पो त नि पेट्रोल पम्प अगाडि हो जाउँ न सिधै अनि वाइन यता तल होम छ रङ साइड पुरा गइरहेछौँ है हामी चाहिँ फेरि हान्यो भने चाहिँ फेरि ऊ यस्तो हुन्छ क्या होइन हाम्रै गल्ती छ त हुनु चाहिँ अब छैन त बन्द छ त नि अनि खोइ महँगो लिइदिन्छ होला हौ यार यसमा त यही हो र ल हामी चाहिँ अब आइसकेको छौँ यहाँ एक्सिलेटर ट्र्याक लिएर जानुपर्ने हुन्छ यही हो आन्टी यहाँ एक्सिलेटर तार पाउँछ के भन्छ 2 डिस्क हो क्या डबल डिस्क अङ्कल आउने अरे
यहाँ माथिको चाहिँ बन्द रहेछ है